अर्को कुरा साथी हो, समानुपातिको भोट गर्न बाँकी छ, चनाखो भएर गन्नु नहोला है। एक भोट गर्नुपर्छ। जनताले हालेको एक मतको रक्षा हुनेछ र यो जित एउटा पार्टी, एउटा नेता, एउटा चुनाव चिन्हको होइन। यो जित नेपालको हो, नेपाली जनताको। जनताले जित्दा कोही पनि हार्नुपर्ने छैन। इतिहासमा अनेकौं योगदान दिएर मुलुकलाई परिवर्तनको यो ठाउँमा ल्याउनु हुने, इतिहासमा योगदान दिनुहुने यो देशका तमाम नेता, राजनीतिक दलहरूलाई म आज चितवनमा उभिएर धन्यवाद भन्न चाहन्छु। तपाईको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु र अब यसभन्दा अगाडिको बाटो चाहिँ इतिहास तपाईहरुले कोर्नुभयो होला, भविष्य हामी बनाउँछौँ। सबैलाई धेरै धेरै धन्यवाद। म फेरि पनि जोडका साथ भन्न चाहन्छु, जसले जितेको हुन्छ, जो विजयी हुन्छ, त्यो जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ। कुनै पनि दल, कुनै पनि नेता, कुनै पनि अर्को पार्टी, कुनै पनि अर्को दलको कार्यकर्ता वा फरक विचार राख्ने मानिसहरूप्रति कटाक्ष गर्ने, गालीगलोज गर्ने, अपमान